साथीहरू म अहिले ठ्याक्कै फेरि नेपाल होस्टेल एसोसिएसन काठमाडौँ जिल्लाद्वारा आयोजित वनभोज कार्यक्रमको संयोजक काठमाडौँ जिल्ला कार्य समिति अध्यक्ष ज्यू समक्ष आइपुगेको छ। उहाँसँग पनि छोटो मैले कुराकानी गर्छु। उहाँसँग मैले धेरै कुरा गर्दिनँ। होस्टेल एसोसिएसन काठमाडौँ जिल्ला कार्य समितिले उहाँलाई मैले सोध्ने कुरा चाहिँ के हो भने कार्य समितिको अध्यक्षको भएको नाताले आज नेपाल होस्टेल एसोसिएसन काठमाडौँ जिल्ला कार्य समितिले आयोजना गरेको वनभोज कार्यक्रमको उद्देश्य के हो र होस्टेल व्यवसायहरूको मर्म र भावनालाई आत्मसात गर्दै एकताबद्ध गर्ने कुराहरूमा उहाँको मनसाय उहाँको भिजन के छ भन्ने कुरामा उहाँलाई मैले क्वेसन गर्न चाहन्छु र उहाँको भनाइ जस्ताको तस्तै उहाँकै आवाजबाट सुन्नु होला। साथीहरू नमस्कार, धन्यवाद राज सर। यो हामी अहिले नेपाल होस्टेल एसोसिएसन न्या तपाईको अहिले 13-14 वर्षको उमेरमा दौडिरहेको छ। यो हाम्रा अग्रजहरूले यो नेपाल होस्टेल एसोसिएसन व्यवसायको हक हितको लागि काम गरोस् भनेर एउटा छाता संगठन खोल्नु भएको। यसमा हामीले यो निरन्तरता पहिलाबाट चल्दै आएकोलाई निरन्तरता मात्र दिन खोजेको। यसको मूल उद्देश्य र ध्येय भनेको तपाईको होस्टेल व्यवसायीहरू बीच र होस्टेल जसले होस्टेल व्यवसाय गर्नुहुन्छ होस्टेल सञ्चालकहरू बीच आपसी सद्भाव, भेटघाट, मेलमिलाप, सामिप्यता र एकता कायम रहोस् भनी हामीले यो वनभोज कार्यक्रम आयोजना गरेका हौँ। यो हामी सबै एउटै थलोमा एउटै ठाउँमा यसरी भेटघाट गर्न हामीलाई अलिकति गाह्रै अवस्था पर्छ र यो सबै साथीहरू बीच मनोरञ्जन कायम होस्, भाइचाराको वृद्धि विकास होस् भनेर हामीले यो कार्यक्रम गर्दै आएका छौँ र हामीले होस्टेल एसोसिएसन न्याले हाम्रा अग्रजहरूले विभिन्न कालखण्डमा योगदान गर्नुहुने हाम्रा अग्रज साथीहरूको मार्गदर्शन अनुसार विधि र विधान पद्धतिमा रहेर होस्टेल व्यवसायीको हकको लागि काम गर्ने जुन हामीले एउटा यो राजनीतिक अस्थिरता छ यसमा अस्थिरताका बावजुद पनि यो व्यवसायीहरूले पाएको दुःख पीडा त्यसलाई कम गर्नको लागि जो स्थानीय निकायदेखि राज्यका हरेक अङ्गहरूमा जुन होस्टेल व्यवसायलाई हेर्ने दृष्टिकोण अलिकति सुधार आओस् उहाँहरूमा भनेर होस्टेल व्यवसायीहरूलाई परेका दुःख सुखमा साथ दिनको लागि हामी यो होस्टेल एसोसिएसनमा आबद्ध भएका हौँ र सम्पूर्ण होस्टेल व्यवसायीहरूलाई यसमा आबद्ध हुनुको लागि हार्दिक अनुरोध गर्दछौँ र कार्यक्रम गर्दै जाँदा केही कमी कमजोरी हुन्छ त्यसको लागि काठमाडौँ जिल्ला कार्य समिति आफ्नो ठाउँबाट क्षमा याचना गर्न चाहन्छौँ। कुनै व्यवस्थापनमा कमी कमजोरी भएको हुनाले यस्ता कार्यक्रममा सम्पूर्ण होस्टेल व्यवसायी जीवहरू आफै नै म यो मेरो कार्यक्रम हो, मेरो संस्था हो, म यो व्यवसाय गर्छु भनेर आफ्नो इज्जत पनि अलिकति माथि पुर्याउनको लागि र होस्टेल व्यवसायलाई राज्यका निकायहरूमा चिनाउनको लागि परिचित बनाउनको लागि सम्पूर्ण होस्टेल व्यवसायीहरूको राम्रो एकदम सहभागिता पनि भएको छ। हाम्रो यो एकदमै राम्रो सहभागिता हो। भोलिन्द्र सर अध्यक्ष हुनुहुन्छ, काठमाडौँ जिल्ला अध्यक्ष हुनुहुन्छ। म हजुरलाई मैले एउटा क्वेसन गर्न चाहेँ भने फेरि जुन काठमाडौँ जिल्लामा जुन वडाहरूमा नयाँ व्यवसायहरूको दर्ता भइरहेको छैन भन्ने जानकारी आएको छैन, उहाँहरूले दर्ता गर्न पाउनु भएको छैन होइन, दर्ता गरेर राज्यलाई ट्याक्स तिर्छु भन्दाखेरि उहाँले पाउनु भएको छैन। अब यसमा काठमाडौँ जिल्ला कार्य समितिको भूमिका कस्तो रहन्छ अलिकति स्पष्ट बनाइदिनु होला। यसमा हामी जुन काठमाडौँ उपत्यकामा सञ्चालन भएका होस्टेलहरू जुन महानगर अन्तर्गतको राज्यका निकायहरू महानगरमा जुन दर्ता हुने र त्यसमा आबद्ध भएर वडाहरूमा जुन प्यान लिएर व्यवसाय सञ्चालन गर्ने भनेर एउटा चाहिँ मापदण्ड बन्यो जुन होस्टेल एसोसिएसनले नै हाम्रा अग्रजहरूको
कदम अनुसार नै त्यहाँ गएर हामीले मापदण्डको फलो गर्दै त्यहाँ गयौँ। तर राज्यका निकायहरूले वडाहरूले दुःख दिने काम गरिरहेको छ। यो होस्टल व्यवसाय गर्ने मान्छेले घर भाडा व्यवसाय कर मात्रै तिर्ने हो। सञ्चालकहरूले घर भाडा बहाल कर चाहिँ जुन घरबेटीले नै तिर्नुपर्ने हुन्छ र जुन वडामा दुःख दिने गरेको छ स्थानीय निकायका जुन जनप्रतिनिधिहरू र यहाँका कर्मचारीहरूले, उहाँमा हामीले यसमा सहजीकरण पनि गर्दै आएका छौँ। केही अहिले वडाको नाम नलिउँ, केही वडाहरूमा असहज परिस्थिति भएको थियो। यसमा अहिले सहज रूपमा हामीले नवीकरणको लागि नवीकरण गरिरहेका छौँ भनेर हामीलाई जानकारी आएको छ र हामीले अलिकति होस्टलहरू धेरै केही थान होस्टलहरू अप्ठ्यारो परेको अवस्थामा हामीले नवीकरण गरायौँ र नयाँ दर्ता रोकेको छ र यसलाई छिटै नै केन्द्रीय कार्य समितिसँग हामीले सहकार्य गरेर एउटा चाहिँ जुन हाम्रा काठमाडौँमा रहेका होस्टलहरूको भवनको बनावटहरू छ त्यस अनुसार टोल सुधार समितिहरूसँग वडाहरूसँग समन्वय गरेर अरू पनि व्यवसायहरूलाई आबद्ध गराउने, होस्टल दर्ता नभइकन चलाउन नपाउने हामीले चाहिँ स्थानीय निकाय र महानगरसँग समन्वय गरेर केन्द्रीय कार्य समिति र हामी पाउन जिल्ला कार्य समिति संयुक्त रूपमा व्यवसायीहरूको हक हितको लागि बुलन्द आवाज हामीले चाहिँ उठान गर्नेछौँ र यसमा गर्छौँ। हामी यसमा प्रतिबद्ध छौँ। कुनै पनि वडाहरूले स्थानीय निकायहरूले समस्या र झन्झटिलो प्रक्रियामा तपाईँहरूलाई दुःख दिइरहनु भएको छ भने सिधा हामीलाई काठमाडौँ जिल्ला कार्य समितिमा आएर सम्पर्क गर्नुहोस्। त्यो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। हाम्रो काठमाडौँ जिल्ला कार्य समिति नेपाल एसोसिएसन काठमाडौँ जिल्ला कार्य समिति भोइरा श्रेष्ठज्यूलाई उहाँले एउटा प्रतिबद्धता गर्नुभएको छ। जुन स्थानीय निकायमा झन्झटिलो प्रक्रिया दर्ता प्रक्रिया जुन नवीकरण प्रक्रियालाई सहजीकरण गर्नको लागि उहाँले जुन प्रतिबद्धता गर्नुभएको छ सहजीकरणमा हामी कार्य समितिबाट गर्न सक्छौँ, हामी गर्छौँ। त्यसैको लागि हामी जिल्ला कार्य समिति हौँ र नेपाल होस्टल एसोसिएसन हौँ भनेर भन्नुभएको छ। उहाँलाई यो भनाइलाई वास्तविकतामा उतार्नको लागि हाम्रा होस्टल व्यवसायहरूको आशीर्वाद छ र उहाँलाई साथ र सपोर्ट सम्पूर्ण व्यवसायहरूले गर्नुहुनेछ भन्ने भनाइका साथ म राजु भुजेल यो उहाँलाई पनि शुभकामना मेरो तर्फबाट व्यक्त गर्दै बिदा हुन्छु। हस्त नमस्कार। हस्त धन्यवाद। उपस्थित